यो तपाईँले पर देख्नु भएको छ। यो पिपल बोट भन्थ्यो उहिले उहिले। त्यहाँनिर पर त्यहाँ एउटा पिपलको बोट अनि घरहरू थियो। त्यहाँ बास बस्ने चलन थियो। पारी देखिएको फलामेटार अनि यो तम्मर। उहिले हामी यो तम्मरको बाटो हिँड्दै हिँड्दै धरान पढ्दा धनकुटा पढ्दाखेरि यो बाटो हिँड्ने बाटो हो पहिला हाम्रो। अब यो ठ्याक्कै तपाईँलाई म देखाउँदैछु। यो भनेको ठ्याक्कै के भन्छ भने यसलाई मुर्कुटे डाँडा। यहाँ चाहिँ एउटा पार्टी थियो। यहाँनिर एउटा पार्टी थियो। अहिले यहाँ मिल घर के छ कुनै। अनि यहाँ चाहिँ पहिला त्यो मलामीहरू बस्ने टरो पनि भन्थे। अब यो मुर्कुटे डाँडामा दिउँसै तर्साउँछ भनेर भन्थ्यो क्या पहिला। अनि हामी चाहिँ सानो केटाकेटीमा छिटो नै यहाँ तर्साउँछ भनेर यहाँ बस्न पनि मान्दैन थियो। पछि पछि बुवाहरूसँग हिँड्दा चाहिँ हामी यो ठ्याक्कै फेदमा बस्थ्यौँ। पछि अनि त्यस पछाडि यो मिलहरू बनाए पछाडि चाहिँ अनि अलिक बस्न हामी थाल्यौँ। अब अहिले यो ठाउँमा यस्तो बजार बनिसकेको छ, ल हेर्न सक्नुहुन्छ। अनि यो भिर जुन भिर देखिया छ यो भिर अब हामी हिँड्ने बाटो यो रगुवा खोला। यो खोला चाहिँ अब यो बाटो यो भिरमा चाहिँ उहिले जङ्गबहादुर राणाले चाहिँ घोडा कुदाएको भनेर भन्थे। अब हामी त्यही भन्दै यो भिरलाई हेर्दै जङ्गबहादुर राणाले चाहिँ कसरी घोडा कुदायो होला नि यो भिरमा भन्ने लाग्थ्यो क्या त्यतिखेर। यो बाटो कति हिँड्यो। अब अहिले त्यही बाटो पहिला 3 दिन हिँडेर चाहिँ यही बाटो 3 दिन हिँडेर चाहिँ मौवा गइन्थ्यो। अहिले त्यही मौवाको फेदबाटै अहिले फर्केर आउनु पर्ने छ। अब यो चाडबाडको बेलामा पहिला गाउँ जाने चलन, अहिले चाडबाडको बेलामा गाउँ छोडेर सहर जाने चलन आयो। अब यो बाध्यता हो कि रहर हो भन्ने कुरा चाहिँ मलाई पनि थाहा भएन होइन।